आई एम सरी। मैले तपाईँको चित्त दुखाएँ होला। म राजासँग डुओ बसेँ हैन। तपाईलाई डुओ देखाएको होइन हो। मैले यो डुओ बसिकन हामीले एक गेम खेलेको छैन। अनि अघि नै मैले राजालाई मर्काइट उडाउँछु ल भनेको थिएँ। ठ्याक्कै तपाईँ पनि आउनुभएको थियो अनि सरी। अब के गर्नु त अनि कस्तो खालको हुनुहुन्छ यार। मैले तपाईँलाई भनेकै थिएँ त अनि म डुओ बस्नुको मेरो मतलब भनेकै मलाई भिडियो बनाउनु हो। अनि तपाईँ बोल्दिनु। तपाईँसँग बस्छु भन्दा तपाईँ बोल्नु भएन। किन सरी भन्नु पर्यो त। मलाई नराम्रो लाग्छ नि त नि। अरूले पनि बस्नु त भन्दा त अरू त वास्ता छैन। तपाईँ चाहिँ अब हल्का माया लाग्छ मैले तपाईँको कुरा काटेँ भन्ने कुराले हल्का। डुओ बनिनुलाई होइन एकछिन न राजा। डुओ बनिनुलाई नि तपाईँसँग सबै गुण थियो क्या। मैले जस्तो खालको डुओ खोजेको त्यस्तै। तर तपाईँलाई मैले तपाईँ बोल्नु न माइक खोल्नु न भन्दा गर्नु नै हुँदैन थियो। अनि त्यही भएर के मलाई चाहिँ डुओ ला किन डिलिट गरेको त नि। मैले त भने हो नि त। अनि म बस्छु तर यसो गर्नु भन्दा मान्नु भयो त। चित्त त दुखेको छैन नि विशालको। मनुप छु तिमी के भन्नुभयो हेर्नु नि नपाइकन। मनुप छु तिमी मसँग खेल्छौ र अरे। अरे यार नुप न प्रो नि म जोसँग नि खेल्छु गेम। मलाई त्यस्तो प्रो नै चाहिन्छ भन्ने हुँदैन। आई एम सरी। मैले तपाईँको मन राख्न मतलब मन उगर्न सकिनँ। त्यसको लागि आई एम भेरी भेरी सरी है। मन नदुखाउनु। त्यसको लागि आई एम सरी। सरी भन्नु पर्दैन के यार। अरे मलाई गिल्टी फिल भइरहेछ नि त नि। आई एम सरी। राजा तपाईँलाई बोलाउँदै हुनुहुन्छ। खुसी चाहिँ होला नि अरे। किन विशाल विशालले किन खुसी छ होला नि भनेको यार। नभन्नु त्यसो। खुसी छ नि किन नहुनु खुसी। विमल मलाई कङ्ग्रेचुलेसन भन्नु हेर्नु राजा मेरो डुओ। खुसी नभए दुखी हुनु त अरे। मेरो डुओहरू 1-2 दिन हुन्छ अनि मलाई डिलिट गरिहाल्छ राणा बानरहरू। तर राजा त्यस्तो हुनुहुन्न। कङ्ग्रेचुलेसन्स। ओके थ्याङ्क यू विशाल। आई एम भेरी ह्याप्पी। यो मेरो डुओ चाहिँ सधैँलाई होस् भनेर प्रार्थना गरिदिनु होला। होइन विशालसँग बस्या छैन। सुरुमा एउटा भाइसँग थियो त्यस पछाडि कुशलसँग। अनि कुशलले डिलिट गर्यो अनि फेरि कुशलसँगै फेरि डिलिट गर्यो। अनि अभिषेकसँग बसे।
अनि अभिले पनि मलाई डिलिट गर्यो अनि त्यस पछाडि सुमनसँग बसे अनि सुमनले पनि मलाई डिलिट गर्यो अनि फेरि सुमनसँगै बसे फेरि डिलिट गर्यो इट्स ओके भनेर कोहीसँग बसिन अनि विशालले पनि बसौँ चाहिँ भन्दै थियो अनि अहिले राजासँग बसे म दोस्त पारेर ओ यो कुन चाहिँ म्याप आयो कहाँको म्याप हो यो मैले खेलेको छैन यो म होइन मलाई डिलिट गरेको रन्डो मैले हो मैले डिलिट गरेको जस्तै गर्नुहुन्छ मार्छ उनीहरूले मलाई डिलिट गरेपछि मैले के गर्नु रन्डा यतिकै पनि आउँछ के डिलिटै गर्नु होइन डुओको कुरा गर्दैछु राणा मार्छ रन्डो जस्तै